भेलामुनिमा भएको अष्टजाम हेर्न को आउनु भएको थियो त? यो कहानीको सुरुवात हुन्छ माई खोलाबाट, जहाँ चाहिँ आज जाँदैछौँ म र मेरो साथी अष्टजाम हेर्नको लागि भेलामुनि भन्ने ठाउँ। बसन्ती चाहिँ खोला नतर्ने भएको कारण हामी हिँड्दै गएको अनि देख्न सक्नुहुन्छ खोला तर्ने बेलाको हालत चाहिँ हाम्रो कस्तो थियो भनेर। खोला तर्ने बेला जति नै मजा आए पनि खोला तरिसकेपछि हाम्रो लुगाको हालत चाहिँ देख्न सक्नुहुन्छ। लुगा जस्तो सुके भए पनि मन सफा हुनुपर्छ भन्दै हामी चाहिँ दर्शन गर्न पुग्यौं। आज चाहिँ अष्टजामको अन्तिम दिन रहेछ, हामी चाहिँ समयमा पुगेनौं। यो अष्टजाम चाहिँ खोलाको डिलमा लागि रहेछ। खोलाको डिलमा पनि यस्तो छ भन्ने कुरा चाहिँ थाहा थिएन। अष्टजाममा चाहिँ चटपटे पानीपुरीदेखि लिएर खाजा जुलपी यताउति सबै सामान रहेछ। फोटो खिच्नको लागि एउटा क्युटिफाई हार्ट पनि रहेछ। यो चाहिँ हाम्रो अष्टजामको मञ्च हो भने यहाँ चाहिँ देख्न सक्नुहुन्छ गेट, यहाँ देख्न सक्नुहुन्छ पिपलको रुख साथै मन्दिर पनि। अष्टजामको बारेमा हजुरहरूले के बुझ्नु भएको छ एउटा स्विट कमेन्ट गरिदिनु होला। यसरी भगवानहरू बनेर नाचेको देख्दा त मलाई पुरानो दिनहरू याद आयो। कुनै दिन थियो म पनि यसरी भगवान बनेर नाच्थे। त्यहाँनिर भगवान बनेर नाच्न आउनुहुने सबै भगवानहरूको नृत्य राम्रो थियो। अष्टजाम नै हेर्न गएको हुनाले केही समय चाहिँ हामी आनन्दले बसेर त्यहाँको नृत्यहरू हेर्न थाल्यौं। हेर्दा नाच साधारण भए पनि त्यहाँ धेरै कुराहरू लुकिएको हुन्छ। केही समयपछि हामी बाहिर घुमफिर गर्दैथ्यौँ अनि यहाँ देख्न सक्नुहुन्छ राजवंशी कल्चरलाई प्रोत्साहन दिँदै यहाँनिर चाहिँ पेटानी साकाहरू के बेच्न ल्याउनु भएको रहेछ। राजवंशी कल्चर जोगाइदिनु भएकोमा उहाँहरूलाई धन्यवाद। यस्तो धर्म कर्मको लागि हिँडेर होला मन चाहिँ एकदम खुसी थियो। कहीँ कतै गएपछि त्यहाँको चिनो त राख्नै पर्यो। फोटो खिचिसकेपछि हामी त्यहाँबाट निस्क्यौं अनि यहाँ देख्न सक्नुहुन्छ नाच्न आउने दलहरूको लागि चाहिँ यहाँ बस्ने व्यवस्था गरिएको रहेछ। मनले अलि मानेन र अलि बेर हामी चाहिँ यहाँ अष्टजाम हेर्नतिर लाग्यौं। समय पनि छिप्पिँदै गएको थियो अनि भोक पनि लागिरहेको थियो अनि हामी गयौं चटपटी खान। यहाँको चटपटी हेर्दा चाहिँ नर्मल देखिए पनि मलाई चाहिँ टेस्टी लाग्यो। दुईजना साथीहरू हिँड्दा त हामी यति रमाइलो गर्छौँ भने अझ मेरो साथीहरू भएको भए कति मजा आउँथ्यो होला। आजको दिन रमाइलो भएर होला दिन गएको पत्तै भएन। त्यसपछि हामी घरतर्फ लाग्यौं। घर जाने हुँदाखेरि देख्न सक्नुहुन्छ हामीले जुलपी किन्यौं र जुलपी खायौं। बसन्ती चाहिँ हामीले एउटा छिमेकी अङ्कलकोमा राखेको थियौं। देख्न सक्नुहुन्छ अहिले चाहिँ रात पनि कति छिपिसकिएको छ। आजको मिनी भ्लग यति नै, बाई बाई।